तपाईले हेर्नुभयो भने मानिसहरूसँग अब बाइबल पढ्ने समय छैन। करिब 80 देखि 90% इसाईहरूले बाइबल पढ्दैनन्। उनीहरूको लागि यो सोचको कुरा भएन। उनीहरूको प्राथमिकताको अरू कुरा नै भइरहेको छ। उनीहरूले आफ्नो जीवनमा आफ्नो करियर, आफ्नो गोल, आफ्नो लक्ष्य, आफ्नो भविष्य यी कुराहरूमा फोकस गर्छन्। त्यसै कारणले गर्दाखेरि मानिससँग परमेश्वरको लागि सोच्ने अब समय छैन। अनि अफन धेरै जसो तपाईहरूले भनेको सुन्नुहुन्छ होला, आई डोन्ट ह्याभ टाइम। धेरैपल्ट मण्डलीमा तपाईले मानिसहरूलाई सोध्नुहुन्छ तपाईँ किन चर्च आउनु भएन भन्दाखेरि बिकज आई डोन्ट ह्याभ टाइम। मानिसहरूसँग अब मण्डली किन खाली हुँदैछ भन्दाखेरि चाहिँ परमेश्वरको उपस्थिति नभएर होइन। अहिलेको मण्डलीहरू किन विश्वासीहरू छैन भन्दाखेरि चाहिँ हैन चर्चमा अगुवाहरू पास्टरहरू नराम्रो भएर होइन, तर अहिलेको मण्डलीहरू खाली हुँदै जानुको मुख्य उद्देश्य चाहिँ के भन्दाखेरि विश्वासीहरूमा चाहिँ संसारले प्रभाव पारेको कारणले गर्दाखेरि अबको मण्डलीहरू यति धेरै खाली हुँदै गइरहेको छ। जति नै उत्साह गरे पनि, जति नै प्रोत्साहन गरे पनि, जति नै धकेले पनि अब उनीहरूले तपाईँलाई भन्नेछ मलाई अब जबरजस्ती नगर्नुहोस् किनभने मसँग समय छैन। आई डोन्ट ह्याभ टाइम टु रिड बाइबल, मसँग बाइबल अध्ययन गर्ने समय छैन। आई डोन्ट ह्याभ गो टु चर्च, मसँग चर्च जाने समय छैन। तर त्यो समय कहाँ छ? त्यही समय उनीहरू व्यवसाय गरिरहेको हुन्छ, त्यही समयमा उनीहरू आफ्नो काम गरिरहेको हुन्छन्, त्यही समयमा उनीहरू आफ्नो लक्ष्य बनाइरहेका हुन्छन्, त्यही समयमा उनीहरू आफ्नो करियरमा फोकस गरिरहेका हुन्छन्, त्यही समय उनीहरू पैसाको लागि आफ्नो जिन्दगी निर्वाह गरिरहेका हुन्छन्। पैसा कमाउनको लागि 8 घण्टा बस्न तयार हुन्छन्, 12 घण्टा बस्न तयार हुन्छन् हैन। काम गर्दाखेरि त्यसलाई के भन्छ ओभर टाइम अर के भन्छ त्यसलाई पार्ट टाइम समथिङ हैन, ओभर टाइम राइट, ओभर टाइम गरेर भए पनि म पैसा कमाउँछु भनेर बरु आफ्नो समय नसुती पनि धेरै मान्छेहरू ओभर टाइम गर्न तयारी पनि हुन्छन् ताकि अझै एक्स्ट्रा पैसा मलाई मिलोस् भनेर। तर बाइबल पढ्नको लागि कहिले पनि ओभर टाइम हुँदैन। बाइबल खोल्दाखेरि अब हामी निदाउँछौँ, वचनबाट बी आउँदाखेरि हाम्रो आँखाहरू धमिलो हुन थाल्छ। किन भन्दाखेरि मोबाइलको कारणले गर्दाखेरि जब हामी मोबाइल हेर्न थाल्छौँ हाम्रो आँखाहरू चम्किन थाल्छ, हाम्रो दिमागहरू तेजिलो हुन थाल्छ अनि हामी त्यसमा घन्टौँ हराउन थाल्छौँ। यो कसको प्रभाव? संसारको प्रभाव। जब हामीसँग बाइबल अध्ययन गरौँ भन्छौँ हाम्रो अल्छीपन हुन थाल्छ, हामी आफैमा के हो त्यो लालाकुलो हुन थाल्छ, हामी आफैमा त्यो एक किसिमको जागर आउन छोड्छ। त्यो कुरा चाहिँ फेरि परमेश्वर तपाईँको जीवनमा नभएर होइन, तर तपाईँ चाहिँ परमेश्वरको लागि उपलब्ध नभएर हो। मैले अस्ति भर्खरै भन्दै थिएँ वास्तवमा परमेश्वरलाई तपाईँको खाँचो छैन, वास्तवमा परमेश्वरलाई हामी कसैको पनि खाँचो छैन, र वास्तवमा परमेश्वरलाई तपाईँको रुपैयाँ पैसा पनि खाँचो छैन। धेरै मान्छेले अर्कै तरिकाले प्रचार गर्छन् तपाईँको पैसा परमेश्वर चाहिन्छ। परमेश्वरलाई केही चाहिँदैन। ही डज नट निड एनिथिङ। परमेश्वर आफै परमेश्वर हुनुहुन्छ, उहाँ तपाईँ बिना पनि परमेश्वरै हुनुहुन्छ, तर तपाईँ र म चाहिँ उहाँ बिना बाँच्न सक्दैन। तपाईँ र मलाई चाहिँ बरु उहाँको खाँचो छ। त्यही भएर भजन सङ्घको पुस्तकमा यो कुरा दाउदले हैन थाहा गर्छ र भन्छ जसरी हैन हरिण चाहिँ खोलाको पानीको तृष्णा गर्छ, हे मेरा परमेश्वर म तपाईँको लागि के गर्छु? तृषित हुन्छु। खोला कहिले पनि बगेर हरिणको अगाडि आउँदैन। खोला कहिले पनि बगेर चाहिँ ए हरिण त तिर्खाएछेस् भनेर चाहिँ खोला आएर चाहिँ हरिणको मुखभित्र पस्दैन, तर हरिण चाहिँ तिर्खाएर खोज्दै खोज्दै कहाँ छ खोला खोज्दै 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 जान्छ अनि पानी पिउँछ र प्यास मेटाउँछ। तर अहिलेको विश्वासीहरू परमेश्वरमा प्यासी छैन, परमेश्वरमा भोकाएको छैन, परमेश्वरमा तृष्णा भएको छैन। तर अहिलेको विश्वासीहरू चाहिँ संसारको कुराले भरिएको कारणले गर्दाखेरि दे डोन्ट निड गड। अब उनीहरूको जीवनमा परमेश्वरको तृष्णा रहेन, अब उनीहरूको जीवनमा परमेश्वरको लागि कुनै सोच रहेन, किनभने उनीहरूको जिन्दगी त सबै आफ्नो भविष्यले, सबै आफ्नो योजनाले, सबै आफ्नो करियरले, म अब पैसा कमाउँछु, म अब घर बनाउँछु, म अब त्यो गर्छु, यो ठिक छ, तर परमेश्वर बिना गर्नु चाहिँ बेठिक छ। त्यही भएर प्रभुले भन्नुभयो हे सारा संसार हात पारेर पनि
आत्मा गुमायो भने के लाभ? त्यही कारणले गर्दाखेरि अहिलेको यो सेकुलराइजेसन भन्छ, एउटा संसारिकता भन्छ, अहिलेको संसारिकताले मण्डलीको आत्मिकता उडाइदिएको छ। र आजको वचनको शीर्षक के छ भन्दाखेरि संसारिकताले तपाईँको आत्मिक जीवनलाई घातक बनाउँछ। संसारिकताले तपाईँको आत्मिक जीवनलाई घातक बनाउँछ। संसारिकता भनेको के हो? संसारिकता भनेको परमेश्वरलाई प्राथमिकता नदिएर संसारको कुरामा व्यस्त हुनु, अथवा तपाईँले गरेको हरेक कुराहरू चाहिँ परमेश्वर विहीन भएर गर्नु, तपाईँले गर्नुभएको हरेक कुरामा चाहिँ परमेश्वर नहुनु, त्यो तपाईँको आफ्नै सोच, आफ्नै विचार र आफ्नै स्वार्थमा भएर काम गर्नु, त्यो चाहिँ संसारिकता हो। संसारिकता भनेको चाहिँ तपाईँ आफ्नै कुरामा व्यस्त हुनु, तपाईँ आफ्नै भविष्यमा व्यस्त हुनु, तपाईँ आफ्नै करियरमा व्यस्त हुनु, तपाईँले आफ्नै कुरामा अगाडि बढ्नु, त्यसको लागि चाहिँ तपाईँले परमेश्वरलाई छोडिदिनु। परमेश्वरलाई भन्दा संसारलाई धेरै माया गर्नु संसारिकता हो। त्यसै कारणले गर्दाखेरि संसारिकता चाहिँ आज हाम्रो लागि के हुन्छ? घातक हुन्छ। इट्स भेरी डेन्जर। अहिलेको इसाईहरूले त केवल एटलिस्ट बाइबल त बोक्छ, नपढे पनि बोक्छ, झोलामा चाहिँ हुन्छ। तर संसारको मान्छेहरूलाई हेर्नुहोस्, हिन्दूले गीता बोकेर हिँड्नु देख्नु भएको छ तपाईँले? बुद्धिस्टले त्रिपिटिका भन्ने किताब बोकेर हिँडेको तपाईँले देख्नु भएको छ? मुस्लिमहरूले उनीहरूको ग्रन्थ बोकेर हिँडेको तपाईँले देख्नु भएको छ? छैन। किन? मान्छेलाई धर्म सम्बन्धी सरकारै छैन। दे डोन्ट निड गड, दे डोन्ट ह्याभ टाइम। सरकारै छैन। मेरो लाइफ म जिउँछु, माई लाइफ माई चोइस। खायो, लायो, भोलि मर्यो, मोज गर अहिले, भोलि सकियो। मान्छेको सोच विचार यस्तो भएको छ। यो संसार त सबै सेकुलरिजममा छ। त्यही भएर हाम्रो साथीहरू पनि त्यो भएको कारणले गर्दाखेरि अब हामीलाई पनि त्यही हुन्छ। मेरो साथीले घर बनायो, म पनि घर बनाउँछु। मेरो साथीले 1 लाख कमायो, म पनि 1 लाख कमाउँछु। मेरो साथीले यो गर्यो, म पनि त्यो गर्छु। मेरो साथी त्यो भयो, म पनि त्यो हुन्छु। हामीलाई पनि संसारको लोभहरूले बिस्तारै बिस्तारै ठेल्दै जान्छ। अनि त्यो कारणले गर्दाखेरि हामीले परमेश्वरलाई बिर्सिँदै 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 जान्छ। हाम्रो प्राथमिकता घट्दै 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 जान्छ है। केही वर्ष अगाडि हामी बाइबल पढ्नमा एकदमै उत्सुकता हुन्छौँ, बिस्तारै बिस्तारै बाइबल पढ्नु हामीलाई अल्छी लाग्न थाल्छ। यो के को कारणले गर्दा भन्दाखेरि यो चाहिँ अहिलेको संसारिकताको कारणले गर्दाखेरि। त्यसै कारणले गर्दाखेरि यो संसारको है, यो संसारको डरलाग्दो एउटा आक्रमणमा हामी कसरी बस्ने हो? हामीले हाम्रो जीवनमा आधारभूत कुराहरूको खोजी गर्नुपर्छ हैन? आधारभूत कुराहरूको हामीले हाम्रो जीवनमा यापन गर्नुपर्छ। पैसा कमाउनु गलत कुरा होइन, तर परमेश्वरलाई भुलेर पैसालाई चाहिँ बढी माया गर्नु चाहिँ गलत कुरा हो। हामीले गरेको रोजगारीहरू गर्नु गलत कुरा होइन, तर परमेश्वर विहीन भएर गर्नु चाहिँ गलत कुरा हो। के हामीले अहिले हाम्रो अनलाइन क्लास भइरहेको छ हैन, सिटिएसको हामीबाट यहाँ सामदानबाट 4 जना हैन, लोकेन्द्र भाइ, हाम्रो रुना बहिनी, सुषमा बोल्नु, कुमार भाइ, 4 जना जोइन हुनु भएको छ। उहाँहरू लगायत हैन इजरायलबाट, अमेरिकाबाट हैन पास्टरहरू, एल्डरहरू व्यस्ततामा काम गरिरहेको हुन्छ, तर पनि उनीहरूले अहिले बाइबल हैन क्लासमा हामीसँग अध्ययन गरिरहेको हुन्छ। एकजना व्यक्ति हुनुहुन्छ, उहाँ त ड्युटीमै ड्युटीको ड्रेस लगाएर भिडियो अन गरेर हामीसँग क्लासमा हुनुहुन्छ। विदेश जानु, पैसा कमाउनु गलत कुरा होइन, तर त्यहाँ पनि परमेश्वरलाई खोज्नु चाहिँ महान कुरा हो। यदि हरेक कुरामा हामी परमेश्वरलाई खोज्छौँ भने चाहिँ त्यहाँ फेरि परमेश्वरले आशिष पनि दिनुहुन्छ। परमेश्वरले दिनुभएको आशिष र परमेश्वर बिनाको धन चाहिँ फेरि संसारिकता हो। परमेश्वरसँगको सङ्गतिमा कमाएर हामीले पाएको पैसा, धन, परिवार आशिष हो, तर परमेश्वर विहीन भएर हामीले लत्याएर चाहिँ आफ्नै स्वार्थमा कमाएको धनहरू चाहिँ संसारिकता हो। जहाँ परमेश्वरको आशिष छैन, जहाँ परमेश्वरको छुवाई छैन, जहाँ परमेश्वरको हिँडाइ छैन। त्यही कारणले गर्दाखेरि आज हामी यो कुराबाट कसरी बाँच्ने म तपाईँहरूलाई सर लान चाहन्छु। पहिलो नम्बरमा ध्यान दिनुहोस्, पहिलो नम्बरमा संसारको यो आक्रमणबाट, यो संसारिकताबाट बाँच्नको लागि चाहिँ हामी संसारको ढाँचामा चल्नु भएन। 1 नम्बरमा हामी संसारको ढाँचाबाट चल्नु भएन। आउनुहोस् हामी
रोमीको पुस्तक 12:2लाई हामी पढौँ। म तपाईँहरूलाई त्यसको पहिलो भाग रोमी 12:2 को पहिलो भागमध्ये पढ्नेछु। कसैले पाउनुभयो भने पहिला पढिदिनुहोस्। रोमीको पुस्तक 12:2। एक संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भए पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जान्न सक। आमेन। ध्यान दिनुहोस्, यहाँ रोमीको पुस्तक 12:2ले यसरी भन्छ, ए पाठलाई मात्रै पढ्नेछु। यस संसारको ढाँचामा नचल। के नगर अरे? यस संसारको ढाँचामा नचल। यसलाई चाहिँ अर्को भाषामा उल्था गर्दाखेरि डु नट कपी द प्याटर्न अफ दिस वर्ल्ड। अर्को भाषामा भन्नुपर्दाखेरि डु नट कपी द कस्टम अफ दिस वर्ल्ड। अझै अर्को ट्रान्सलेसन भन्छ डु नट कपी द फेसन अफ दिस वर्ल्ड। भनेको चाहिँ संसारको चालामालाहरू, संसारले जे गर्छ तिमीहरू पनि त्यही नगर। संसारले चाहिँ छोरी मान्छेहरूले चाहिँ होइन यति यति लुगा लाएर चाहिँ यसरी हिँड्छ, तिमीहरू पनि अब त्यो फेसन नगर, यति यति लुगा लाएर नहिँड। ध्यान दिनुहोस् है, यहाँ के भन्दैछ? संसारले जे गर्छ म पनि त्यही गर्छु भन्नेतिर चाहिँ नजाऊ। सबैभन्दा डरलाग्दो कुरा अहिले के छ भन्दाखेरि संसारले अब मान्छेहरूलाई यस्तो एडभान्स टेक्नोलोजी निकालिदिएको छ कि मान्छेलाई अब आफ्नै बारेमा सोच्ने समय पनि छैन। टेक्नोलोजीले मान्छेले यति धेरै व्यस्त बनाइदिएको छ कि तपाईँ कोठामा हुनुभयो भने कोठाको कोठै। अब मान्छे ध्यान दिनुहोस् है, अबको टेक्नोलोजी यस्तो निस्किसक्यो संसारले, अब चर्चमा प्रचार गर्नको लागि पास्टर प्रचारक चाहिँदैन। अब तपाईँको चर्चमा प्रचार गर्नको लागि त एआई को मेसिन निकालेको छ, उसले आफै प्रचार गर्छ। अब विवाह गर्नको लागि छोरी मान्छे चाहिँदैन, अब त एआई केटीहरू बनाइदिइसकेको छ। अब विवाह गर्नको लागि होइन, तपाईँलाई शरीरमा सन्तुष्टि बनाउनको लागि अब संसारले तपाईँलाई थाहा छ एआई माध्यमबाट कति विश्व सुन्दरहरू बनाइदिइसकेको छ। संसारले प्रयोग गर्न थालिसके। अब फिल्ममा पनि तपाईँको रियल हिरोहरू हुँदैन, फिल्ममा पनि सबै एआई हिरोहरू हुन थालिसकेको छ। अब अहिलेको दिनमा त खतरा हुन थालेको छ। किन भन्दाखेरि अब कलाकारहरूले होइन ठाउँ पाउने हो कि नपाउने, किन भन्दाखेरि कलाकार भन्दा एआईले राम्रो एक्टिङ गरिदिन्छ। संसार कहाँ पुगिसक्यो। अब हेर्नु, संसारले मान्छेले यति साह्रो व्यस्त बनाइदिएको छ, यति साह्रो व्यस्त बनाइदिएको छ। अब यो कुराहरू हामी कसरी लम्किँदैछौँ, कसरी यसलाई लिँदैछौँ, द्याट इज भेरी इम्पोर्टेन्ट। संसारले जे गर्छ हामी त्यही गर्न थाल्यौँ भने चाहिँ यो एउटा डरलाग्दो कुरा हुन्छ प्रियहरू। जब बाइबलमा परमेश्वरले बारम्बार अब्राहमलाई लोतलाई चेतावनी दिनुहुन्थ्यो, परमेश्वरले अब्राहमलाई भन्नु, अब्राहम हेर तेरो यो देश र कुटुम्ब छोडेर कहाँ जा, कनान देशमा जा। जब उसको भतिजा लोतसँग अब्राहमको भेट भयो, उनीहरूले ठाउँ चुन्यो। अब्राहमले हेर्दाखेरि त ठाउँ राम्रो थिएन, हेर्नमा त्यति राम्रो ठाउँ थिएन, तर जब लोतले हेऱ्यो, ओहो दिस इज द गुड प्लेस, यो राम्रो ठाउँ छ, हेर्नमा राम्रो, चाखलाग्दो, ओहो मिठो, रमाइलो। लोतले भन्यो म यो ठाउँमा बस्छु, म के गर्छु, यो ठाउँमा बस्छु। अनि अब्राहम ठिकै छ जाऊ। एक दिन लोत गयो त्यो सहरमा ऊ हराउन थाल्यो, ऊ रमाउन थाल्यो। बिस्तारै त्यो सहर यति साह्रो दुष्ट हुँदै गयो। लोतले पनि त्यो संसारकै कपी गर्न थाल्यो, लोतले पनि त्यो संसारमै रमाउन थाल्यो। अनि यति साह्रो दुष्टता बढेर गयो, परमेश्वरले भन्नुभयो अब यो सहर मैले बाँकी राख्दिनँ, बिकज इट इज एक्सट्रिमली फल डाउन। यो सहर यति साह्रो दुष्ट भइसक्यो कि अब यो पापलाई म सहन सक्दिनँ, त्यही भएर म सहरलाई के गर्छु, नष्ट गर्छु। परमेश्वरले त्यो संसारबाट आफ्नो मान्छेलाई निकाल्दै हुनुहुन्थ्यो र स्वर्गदूतले भन्नुभयो जहाँ निस्की आगोले भस्म हुन्छ, यहाँबाट निस्किहाल भनेर जब परमेश्वरले स्वर्गदूतलाई आज्ञा गर्नुभयो, अनि त्यो संसारबाट परमेश्वरले निकाल्नु खोज्दाखेरि, त्यो संसारिक कुराबाट परमेश्वरले लोत र लोतको श्रीमतीलाई निकाल्नु खोज्दाखेरि जब उनीहरू निस्किँदै थिए, तर लोतको श्रीमतीले के गर्यो, पछाडि फर्केर हेऱ्यो। किनभने लोतको श्रीमतीको मन चाहिँ परमेश्वरमा होइन संसारमै थियो। त्यही भएर बाइबलले भन्छ ऊ के भई, नुनको
ढिक्का भए। उत्पत्तिको पुस्तक 19:26 पढ्दैन हामी। यहाँ के भन्छ उत्पत्तिको पुस्तक 19:26 पढिदिनुहोस् एकजनाले। 26 मा यसरी लेखेको छ, तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन् र तिनी नुनका थाम भइहालिन्। ध्यान दिनुहोस् 26 पदले भन्छ तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन् र तिनी नुनको थाम भइहालिन्। प्रियहरू, परमेश्वरले तपाईँ र मलाई पनि संसारिक कुराबाट फर्काएर ल्याउनु भएको छ। परमेश्वरले तपाईँ र मलाई दुष्ट कुराबाट फर्काएर ल्याउनु भएको छ र आज हामी उहाँको सेवा गरिरहेका छौँ। यदि तपाईँ र म फेरि पनि संसारकै कारणले गर्दाखेरि पछाडि फर्केर हेर्न खोजिरहेका त छैनौँ। कति हामी पनि लुक ब्याक, ओ संसारमा पो बरु रमाइलो थियो त, ओ संसारमा बरु मोज थियो त, संसारमा पो खानु पाइन्थ्यो, लाउनु पाइन्थ्यो, चोट खाएर हिँड्नु पाइन्थ्यो, केटीहरू जिस्काउनु पाइन्थ्यो, यो गर्नु पाइन्थ्यो, त्यो गर्नु पाइन्थ्यो। ओहो लु फेरि संसारमा फर्क्यौँ भने तपाईँलाई कति लागि त रहेको छैन? कहिले कहिले त्यस्तो मन पनि आउँछ होला होइन लोकेन भाइ? लु फर्क्यौँ संसारमा, आम्मामा कम्ती रमाइलो हुन्छ, केटीहरू पनि जिस्काउनु पाइन्छ, चुरोट भन्यो चुरोट, होइन गाँजा भन्यो गाँजा, रक्सी भन्यो रक्सी, लु फर्क्यौँ। परमेश्वरले त्यो कुरालाई छुट्याएर ल्याएको अझै पनि कतै हाम्रो मन संसारिकतिर त छैन। म संसारिक भएको भए यसलाई म एक बक्सिङ दिएर पुग्लुकै झारिदिन्थेँ, यस्तो त कहिले कहिले हुँदैन। म क्रिस्चियन भएर मात्रै नि संसारिक भएको भए नि यसलाई कहिले कहिले हाम्रो त्यस्तो स्वभाव फेरि आउनु त खोज्दैन। कतै हामी कतै फेरि संसारतिर गोइङ ब्याक टु त हुँदै छैनौँ। कतै हामी लोतको श्रीमती जस्तै फेरि पछाडि फर्किन खोजी त रहेका छैनौँ। प्रियहरू, त्यो चाहिँ हाम्रो फेरि व्यवहारै देखाउँछ। अहिलेको समयमा चाहिँ मुखले हुन्थ्यो तर अहिले व्यवहारले हुन्छ। त्यसै कारणले गर्दाखेरि पहिलो नम्बरमा तपाईँले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यो संसारको ढाँचामा चल्न छोडिदिनुहोस्। संसारले जे गर्छ त्यो गर्न छोडिदिनुहोस्। संसारले यो भन्यो नगर्नुहोस्, संसारले त्यो भन्यो नभन्नुहोस्। संसारले त भन्छ तिम्रो भविष्य नै, तिम्रो करियर नै, पैसा नै ठुलो कुरा हो, तिम्रो इमेज नै ठुलो कुरा हो। तर प्रभुले भन्नुहुन्छ तिम्रो हृदय चाहिँ सबैभन्दा ठुलो कुरा हो। धन छ, सबै कुरा छ भन्छ संसारले, तर परमेश्वरले भन्नुहुन्छ नयाँ गरेर जन्मिनु भएको छ कि छैन। संसारले तपाईँको पोजिसन हेर्छ, तपाईँ के हो अनि मात्रै तपाईँले एक्सेप्ट गर्छ। तर प्रभुले तपाईँको पोजिसन, तपाईँको पद केही पनि हेर्नु, तपाईँको हृदय हेर्नुहुन्छ, तपाईँको सम्बन्ध हेर्नुहुन्छ। त्यही कारणले गर्दाखेरि एक नम्बरमा संसारको ढाँचामा नचल्नुहोस्। दोस्रो नम्बरमा संसारको थोकलाई प्रेम नगर्नुहोस्। कसै एकजनाले फेरि पहिलो योहन्ना 2:15 पढ्दिनुहोस्। पहिलो योहन्ना 2:15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। ध्यान दिनुहोस्, बाइबलमा योहन्नाले स्पष्ट रूपमा भन्नुहुन्छ संसारलाई र संसारमा भएको थोकलाई के नगर, प्रेम नगर। डु नट लभ द वर्ल्ड अर थिङ्स अफ द वर्ल्ड। संसारलाई, संसारमा भएको थोकलाई प्रेम नगर। हामी कसलाई प्रेम गरिरहेका छौँ प्रियहरू? किनभने जोसँग संसारको प्रेम छ नि उसमा के हुँदैन? पिताको प्रेम हुँदैन। त्यही भएर येशू ख्रीष्टले मत्तीको पुस्तक 6:24 भन्नुभयो एउटा नोकरले दुईटा मालिकको सेवा गर्न सक्दैन। एउटा मान्छेले दुईटा नाउँमा खुट्टा हाल्नु सक्दैन। कुन नाउँमा खुट्टा हाल्ने हो, कसलाई प्रेम गर्ने हो, तपाईँले अझै निर्णय गर्नुहोस्। परमेश्वरलाई तपाईँले कसरी प्रेम गरिनु भएको छ? जो व्यक्तिहरू यो संसारको प्रेममा फसिन्छ नि त्यो व्यक्तिहरूले सेवाकाई गर्न सक्दैन, म ग्यारेन्टी दिन्छु। सेवाकाई मात्रै होइन, उनीहरूले एक दिन धोका दिएर नै जान्छ। कि त बिच बाटोमा कि त अन्तिममा उसको जिन्दगी चाहिँ फुलिसप चाहिँ लाग्छै लाग्छ। अनि त्यस्तो क्रिस्चियनहरू चाहिँ अन्तिममा गएर ब्याकसाइड हुन्छै हुन्छ। जति नै फोर्स गरौँ, जति नै वचन सुनाऊ, जति नै रिभाइभल ल्याउँ, त्यो जो मान्छेहरू चाहिँ संसारको प्रेममा फसेको हुन्छ, जो व्यक्तिहरू संसारलाई माया गरेर हिँडेको हुन्छ, उनीहरूले एक दिन छोड्छ। उनीहरू एक दिन चर्चमा आउनु छोड्छ, त्यति मात्र क्रिस्टलाई पनि छोड्छ, त्याग्छ, जिन्दगी फेरि संसारमै फर्किन्छ। उदाहरण दिनुहुन्छ भने म नाम पनि भनिदिन्छु, तर नाम दिँदिनँ। एउटा चर्चमा कमतीकम 50 to 25% इसाईहरू चाहिँ ब्याकसाइड भएकै हुन्छ। ब्याकग्राउन्ड हेर्नुहोस्,
किन सबै व्यक्तिहरू चाहिँ परमेश्वरलाई प्रेम गरेर आएको हुँदैन, संसारलाई प्रेम गर्न आएको हुन्छ। परमेश्वरलाई प्रेम गरेर चर्च आउनु र संसारलाई प्रेम गर्नु चाहिँ फरक कुरा हो। जब म हैन भेटिहाल्छु परमेश्वरलाई प्रेम दिएर हालेको हो कि मान्छेलाई अथवा अरूबाट हैन वाहवापनलाई हालेको फरक हुन्छ। परमेश्वरलाई प्रेम गरेर आउने विश्वासीहरूको चालामाला भिन्दै हुन्छ र अर्कै त्यो उसमा आउने मान्छेको चालामाला भिन्दै हुन्छ। परमेश्वरलाई प्रेम गरेर आउने मान्छेलाई हामीले केही भन्नै पर्दैन, आफै सबै टाटा गर्छ। तर संसारलाई प्रेम गरेर आउने मान्छेलाई जतिसुकै भनौँ न, भनिन्जेल त गर्नु खोज्छ, अघिचोटि रिसाउँछ, अघिचोटि त्यो गनगन सुरु भइहाल्छ। तर परमेश्वरलाई प्रेम गरेर आउने मान्छेले जतिसुकै उयो भए पनि उसले मण्डलीमा दिनलाई आउँछ, उसले गर्नलाई आउँछ, सहयोग गर्न आउँछ, प्रेम गर्न आउँछ, अरूलाई माया गर्न आउँछ। त्यसै कारणले गर्दाखेरि जो संसारलाई प्रेम गर्छ नि त्यो व्यक्तिले एक दिन जतिसुकै माया गरेर राख्नुहोस्, चर्च पनि छोड्छ हैन, आफ्नो विश्वास पनि छोड्छ अनि ब्याकसाइड भएर आफ्नै ठाउँमा फर्किन्छ। पावल भन्नेको सहकर्मी एकजना डेमास भन्ने व्यक्ति थियो। पावलले धेरै अगाडि बढाउने प्रयास गर्यो तर उसलाई पावलले पनि बढाउन सकेन। त्यो समयको प्रेरित पावलले पनि डेमासलाई अगाडि बढाउन सकेन। यति साह्रो उत्साह र प्रशंसा गर्दा पनि किन भन्दाखेरि त्यो व्यक्ति चाहिँ संसारमा फसिसकेको थियो, छोडेर गयो। तपाईले 2 तिमोथीको पुस्तक 4 को 10 लाई पढ्नुस् एकजनाले। किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ, क्रेसेस गलातियामा गएका छन्, तितस चाहिँ दलमातियामा। हेर्नुहोस् त पावलले दुःखपन गरेर भन्नुभएको छ, जति नै सुकै ठुलो अगुवा, लिडर, प्रचारक, उत्साह गर्ने मान्छे किन नहोस्, यदि संसारलाई प्रेम गर्ने त्यहाँनिर विश्वासी छ भने ऊ छोडेर जान्छ। पावल यहाँनिर निराश हुँदै भन्नुभएको छ, हेर त हैन 10 पदमा, किनकि डेमासले यस वर्तमान संसारलाई के गरी प्रेम गरी मलाई के गरेर त्यागेर बिट्रेमी म त्यागिदियो। उसले के कारणले गर्दाखेरि एउटै कारणले संसारलाई प्रेम गरेर। जब संसारलाई मान्छेले प्रेम गर्न थाल्छ आफ्नै आमा पनि कुट्नु थाल्छ। जब संसारलाई मान्छेले प्रेम गर्छ नि अनि मान्छेलाई बुढी पनि कुट्नु थाल्छ, परिवार पनि भाताभुङ्गे बनाउन थाल्छ। जब मान्छे संसारलाई प्रेम गर्छ उनीहरूले कसैलाई चिन्दैन, कहाँ हराउँछ, कहाँ बिलासेको त्यो हुन्छ नि एउटा, कहाँ बिलासेको संसारलाई प्रेम गर्ने यस्तो पो हुन्छ त। परमेश्वर को चिन्दैन, मुखमा त फेरि हुन्छ है तर बाहिर संसारिक कुराहरूमा अघि लपकपिहाल्छ अनि कतिखेर छोड्छ सबै कुरा भत्ताभुङ्ग बनाएर जान्छ। नसोच्नुहोस् त्यो तपाईँको गल्ती हो भनेर, होइन, त्यो उसकै गल्ती हो, किनभने उसले के गर्यो संसारलाई प्रेम गर्यो। तपाईलाई थाहा छ मोबाइलको ब्याट्री सकेपछि नि चार्ज गर्नलाई तपाईले चाहिँ यो झिलिमिली लाइटहरू हेरेर मोबाइल चलाउँदै हुनुहुन्छ, ब्याट्री सकिन आँट्यो, लाइट झिलिमिली लाइट हेरेर चाहिँ तपाईँले हराउनु भयो भने तपाईँको मोबाइलको ब्याट्री के हुन्छ, डेड हुन्छ। त्यस्तै संसारलाई हेरेर ओहो झिलिमिली भन्दै आफ्नो आत्मिकी मोबाइलको ब्याट्रीको चार्ज तपाईँले गर्नु भुल्नुभयो भने तपाईँको आत्मिकीपन पनि डेड हुन्छ। डेड भनेको मृत्यु नै हुन्छ। मोबाइल चलाउँदै गर्दाखेरि तपाईँले यो लाइटहरू झिलिमिली देखेर चाहिँ चार्ज गर्न नबिर्सिनुहोस् है। अहिले धेरैको ब्याट्री लो मात्रै भएको छ, डेड हुन बाँकी छ। प्रियहरू समय यही हो, चार्ज लगाइहाल्नुहोस्, संसारबाट फर्किनुहोस्, परमेश्वरलाई प्रेम गर्न थाल्नुहोस्। संसारको क्रिस्चियनहरू पनि त्यस्तै हुन्। संसारिक क्रिस्चियनहरू भन्छ क्या तिनीहरूलाई, के गर्छन् उनीहरू, अहिले बाहिर झिलिमिलीमा पुरा रमाइरहेको छ, भित्र चार्ज भने डेड हुनै लागेको छ। डेड भएपछि के हुन्छ, फेरि बन्द हुन्छ अनि स्पिरिचुअली डेड सकियो। त्यसै कारणले गर्दाखेरि तपाईँको हृदयमा संसारको तृष्णा छ कि परमेश्वरको तृष्णा छ, आफैलाई जाँच्नुहोस्। र अन्तिममा हामी हेर्नेछौँ र अन्त गर्छौँ र अन्तिममा छ प्रियहरू, यदि संसारबाट तपाईँ टाढिन चाहनुहुन्छ भने संसारिक रमाइलोमा होइन तर आत्मिक उद्देश्यमा बाँच्नुहोस्। के गर्नुहोस् अरे, संसारिक रमाइलोमा होइन तर आत्मिक उद्देश्यमा बाँच्नुहोस्। हामी अन्तिम पदलाई पढ्नेछौँ, 2 तिमोथीको पुस्तक 3 को 4 देखि 5। एकजनाले पढिदिनुहोस्। विश्वासघाती, उताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा
सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यस्ता मानिसहरूबाट अलग बस। अलग बस्नुहोस् प्रियहरू। अन्तिममा जो मान्छेहरू चाहिँ नि तपाईँको यो संसारिक रमाइलोमा रमाइरहेका छन् र भक्तिको भेष मात्रै चर्चमा आउँछ, ओ मिठो गीत गाउँछ, वचन पनि मजाले प्रचार गर्छ, उनीहरू सबै कुरा आउँछ, नो म्याटर वाट पोजिसन हि हेल्ड, कुन पोजिसनमा त थाहा भएन। कति मान्छेहरूको चाहिँ भक्तिको भेष मात्रै छ तर भित्र भनेको छैन। तपाईँ कुन पोजिसनमा हुनुहुन्छ त्यो बिर्सिदिनुहोस्, तपाईँ को बिर्सिदिनुहोस्, तर तपाईँले आजै तपाईँले आफैले सोच्नुहोस् कि तपाईँ संसारको रमाइलोमा रमाउँदै हुनुहुन्छ कि तपाईँ क्रिस्टको प्रेममा। नो म्याटर राजालाई पनि घुँडा टेकाएको छ एउटा गोठालोले। त्यही भएर परमेश्वरको सम्बन्ध चाहिँ तपाईँ को हुनुहुन्छ भन्नेसँग होइन तर तपाईँ परमेश्वरमा को हुनुहुन्छ भन्नेसँग भर पर्दछ। त्यसै कारणले गर्दाखेरि प्रियहरू आज इजरायलीहरूले जसरी होइन जब परमेश्वरले उनीहरूलाई मिस्रबाट बाहिर निकाले, फेरि उनीहरूले चाहिँ के गरे, उनीहरूको मन चाहिँ कहाँ थियो, मिस्रमै थियो होइन। मोसालाई बारम्बार भन्यो नि किन हामीलाई लिएको, हामीलाई त मिस्रमै ठिक थियो। के थियो, मिस्रमै ठिक थियो। कतिपय हामी पनि त्यही हुन्छ, किन हाम्रो मन चाहिँ के छ, संसारमै हुन्छ। तर यो कुराबाट हामी टाढा रहौँ। अनि तपाईँ थाहा छ अन्तिममा दुधले भरिएको गिलासमा पानी हाल्न चाहनुहुन्छ भने नि पहिला दुध फाल्नुहोस्। के गर्नुहोस् अरे, पहिला दुध फाल्नुहोस्। त्यस्तै संसारिक रमाइलोले भरिएको मनमा आत्मिक कुराहरू हाल्न पहिला त्यो के गर्नुहोस्, फाल्नुहोस् अनि मात्रै हाल्नुहोस्। होइन भने यहाँबाट मैले 1 घन्टा प्रचार गरेँ पनि संसारको कुराले भरेको छ भने भित्र जाँदैन। आजको वचनले हामीलाई यही भन्दछ कि यो संसारिकताले कसरी हाम्रो आत्मिकतालाई तोडेको छ, भत्काएको छ। प्रियहरू तपाईँ र म कुनै न कुनै समय यो कुराबाट शिकार हुन सक्छौँ। त्यसै कारणले गर्दाखेरि आजदेखि नै हामी यो कुरालाई हटाएर 1 नम्बरमा हामीले चाहिँ संसारलाई हामीले हात पारे पनि आत्मा गुमायो भने केही फाइदा हुँदैन। दोस्रो नम्बरमा हामीले यो संसारसँग हामीले कुनै पनि मेलमिलाप नगरौँ तर हाम्रो मनलाई परिवर्तन गरौँ। र तेस्रो नम्बरमा हामीले संसारलाई प्रेम नगरौँ तर पिताको प्रेममा रहौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।